आज चाहिँ हामीले यहाँनिरबाट भ्लग सुरु गरेको छौँ। आज चाहिँ हामी आशिष र सन्ध्याकोमा भोलि जेन्डर रिभिल छ अनि त्यो प्रोग्रामको लागि जाँदैछौँ। अनि मलाई चाहिँ के लागिरहेछ भन्दा बेबी बोय हुन्छ जस्तो लागिरहेछ। वी आर सो एक्साइटेड टु मिट द्याट बेबी बोय। लुगा लाउन गइरहेको छु र रुस्माले चाहिँ कुन लाउँछ रुस्मा? म बेबी गर्लको सपोर्टमा हो तर म ब्लू लाउँछु किनभने मसँग पिङ्क छैन। प्रशान्त ड्राइभर पनि खिचौँ न। Blue. How are you feeling now, baby? Feeling really good. Good? Very excited. Very excited? Yeah, I'm very excited. And, Okay. We're going to my Jiggity's house right now. Okay. Yeah. So you are excited? Oh yeah. You're gonna tear the house down, baby. Gonna tear the house down, baby. ला अब चाहिँ हामी बाटोमा भेटौँला अथवा वहीँ पुगिसकेर भेटौँला है। कत्रो पानी पर्दैछ बाटोमा चाहिँ गाइज। ओ माय Forget to subscribe our channel, guys. बिचमा पानी पर्यो। हामी 5 मिनटमा पुग्दैछौँ। So tired. धेरै हुन आँटिसक्यो। पानी परेर बिचमा फेरि पानी रहेर पनि आइपुग्यौँ। ल हामी आइपुग्यौँ है गाइसकोमा। हामीलाई रिसिभ गर्नको लागि मान्छे सन्ध्या खोइ माथि नै हो। आउने हामीलाई यार यस्तो नि हुन्छ यार यस्तो के गरेको यार। लै त जाउँ भन्दै गाडीमा जाउँ। आइपुग्यौँ हाम्रो डेस्टिनेसन। हामी डेस्टिनेसनमा आइपुग्यौँ गाइज। अब नेक्स्ट भिडियो हेर्नको लागि सब्सक्राइब द च्यानल। ए पानी हामी सँगसँगै आइज भनेको आउँदै आएन छ बिच बाटोदेखि। लास्ट थाके यार पुरै त ढाड दुखेर बिजोक भयो। तिमीले सिट सारे रहेछ नि त यार। कसरी कपाल उडाइरहेछ अरे तिम्रो? आज त बार्बिक्यू गर्नै हो। यस्तो हिरोनी जस्तो फिल भइरहेको छ गाइज। कपाल गाइज हामीसम्म निकाल्दैछौँ। यो चाहिँ हाम्रो बितौरा हो। के छ गाइज? ह्याप्पी शिवरात्रि। ह्याप्पी भाँगो रात्रि। नाको पलाएर भयो है अब भेट भएपछि सुरु भयो। माइ गॉड ल माहौल त पनि हाल्यो नि त अब। किन्छु कि मिनी गिटार यसमा हाल न फ्रिजमा हाल न। हेरे खाने हो भने चाहिँ गाइस मेरो किन्नु दिएको छ है गाइस। म बस्छु है प्लिज। यसो गर नि त किडनी पो दुखेको त किडनीलाई झिकेर एकछिन रेस्टमा राख्दैन न। हाम्रो नेपालको पपुलर गिटारिस्ट बालेन पछिको। Balin guitarist. बालन गिटारिस्ट हो। हेर्नु न सन्ध्या र आशिषको गाडी हेर्नु न यहाँ। सन्ध्या र आशिषको गाडी हेर्नु न यहाँ। सम्झना यत्रो पिज्जा सबै खाइसक्छौ? ओ माइ गॉड। अनि दुश्मन हेरेको हेरै हुन्छ होला नि त। यो के हो यो निकाल। त्यो तिमीलाई बस्नको लागि कुर्सी। कस्तो क्युट है। ह्याप्पी सेलिम गाइस। दुईटा छ हो। ओ नाच्दैछ लिम। खानपिनको कार्यक्रम सहित हाम्रो डान्स प्रोग्राम पनि कन्टिन्यू भइरहेको थियो। बेबीको क्युट डान्सहरूमा अब ढले हामी चाहिँ अब ग्रिल गर्नको लागि लिएर जाँदैछौँ तलतिर है गाइज। मलाई चाहिँ कस्तो कार्बनडेलकै जस्तो भाइब्स आयो। कस्तो वरिपरि घरहरू है कस्तो रमाइलो। यहाँनिर हामीले बार्बिक्यू गर्ने सामानहरू लिएर आएर बार्बिक्यू गर्न सबै रेडी बनाइरहेको छौँ। यहाँनिर चाहिँ आगो रेडी हुँदैछ। ओ नयाँ रहेछ नि त जाली पनि राम्रो रहेछ नि त। नाइस कस्तो राम्रो। अब यसमा हामी बार्बिक्यू गरेर खान्छौँ। अब यसलाई चाहिँ मन लाग्दैन यो। यहाँ हेर न कति रिसेन्ट गर्नु त? ओ गॉड सकिन लागिसक्यो।
टाइमर आगो निमन पर्छ मलाई आगो निमन पर्छ Perfect heaven. रुसमा यो अब नेक्स्ट डे हाम्रो सुरु भइसकेको छ बलुनहरू डेकोरेसनहरू सबै रेडी गऱ्यौँ हामीले सबैजना काम गरिरहेको छौँ है गाइस म चाहिँ आज सबै काटेको मैले हो नि सबै काटेको मैले सबैजना काम गरेको गरेछौँ यहाँनिर हामी रेडी बनाउँदैछौँ यो पुलाउको लागि मासु त रेडी भइसक्यो अचारको लागि यहाँ छ मासु पक्कु जो मेन सेलिब्रेटी रेडी भएकै छैन आफूलाई औडा भइसक्यो सेलिब्रेटी त यहाँ काम गरेको गरे बिहान कति बजे उठेर अरे 4 बजे रेडी हाम्रो ब्युटी क्वीन आजको चाहिँ बिबी बम पनि यहाँनिर रेडी भइरहेको छ मेस छ एकदम धेरै ल मम टु बी लाइक के छ त ल फाइनल गेस भन्नु पर्यो I think it's gonna be boy. बोय बेबी बोय ल यहाँ ड्याड टु बी लाई चाहिँ फाइनल गेस Which one? गर्ल ओके टिम गर्ल लाग्दैछ डेकोरेसनको सामानहरू रेडी बनाउन नि हाम्रो भेन्यू चाहिँ त्यहाँ थियो Rusma, what do you think? Boy or girl? We love you whatever you will be, but I think for today it's a baby boy. So, here we go. Baby. Hello Prashandai. Hello. What are your thoughts on this gender reveal? My thoughts are यो जेन्डर रिभिलमा चाहिँ के हुन लागिरहेछ नि बोय हुन्छ Boy huncha? Fix? फिक्स What are your thoughts on it? I think you're wrong. Nice, nice. It's gonna be baby girl. Wow, okay, girl team and boy team. टिम बोय Team girl. Baby! Oh, you are a team girl! सब बलुन फुटेर अनि हावाले उडाएर एकदम मेस बनायो त्यहाँनिर अनि हामीले चाहिँ त्यहाँ नगर्ने प्लान गऱ्यौँ अनि मम्मी ड्याडी टु बीको चाहिँ भिडियो फोटोहरू लियौँ अनि त्यो पछाडि माथि रुममा गएर फेरि सेटअप गऱ्यौँ क्विक सेटअप चाहिँ हाम्रो यस्तो भएको थियो रुममा एकदम छिटो मिठो Girl! Go like it. It's a girl! Go again. It's a girl! Finally, yay! Time of truth. It's a girl. Congratulations. Sondhya and Asis are having a little princess. हामीले एकछिन जेन्डरमा त्यहाँ प्र्याङ्क पनि गरिरहेको थियौँ अनि फाइनली रिभिल भयो इट्स अ गर्ल भनेर अनि फोटो भिडियोहरू खिच्यौँ बेबी बमसँग मम टु बी एन्ड ड्याड टु बीको प्रप्सहरू लगाएर पनि एकछिन फोटो खिच्यौँ क्युट बेबी सुज अनि क्युट ड्रेसेस हामी सबैजनाको फोटो खिच्यौँ त्यो पछाडि सर्ट क्लिपहरू ल्यायौँ एन्ड दिस वाज हाउ इट लुक लाइक आफ्टर द प्रोग्राम all the petals and pink papers were around and this is how it looked like यो सबै प्रोग्राम कम्प्लिट भए पछाडि चाहिँ सबै यस्तो भएको थियो हजुरहरू सबैजनाले न्यू मम एन्ड ड्याड टु बीलाई धेरै धेरै ब्लेसिङ्स दिनु होला अनि हाम्रो फाइनली प्रोग्राम सकिएको थियो हामीले खानेकुराहरू खाएर घर फर्किन्छौँ मैले बाटोको चाहिँ भिडियो लिन बिर्सेछु फाइनली साथीहरू अब चाहिँ म मेरो घरमा आइपुगेँ अब चाहिँ लास्टै थाकिएको छ सुत्ने गुड नाइट